आदित्य 21 वर्षका थिए जब उनले आफ्नो यात्रा सुरु गरे। उनी एक सानो गाउँमा जन्मिएका थिए। उनका बाबु एक साधारण श्रमिक थिए र आमा गृहिणी थिइन्। परिवारको आर्थिक अवस्था कमजोर थियो र यसले आदित्यको जीवनलाई प्रभावित पारेको थियो। गाउँको एउटा सामान्य परिवेशमा आदित्यको बाल्यकाल बितेको थियो। बाबुआमाले सानो कामकाजी जीवनको माध्यमबाट उनलाई केही सिकाउने प्रयास गरे। उनको घरको अवस्था सस्तो थियो तर त्यहाँ एक विशेष प्रकारको जीवन थियो जसले आदित्यलाई प्रेरित गर्दै गयो। जब आदित्य स्कुल जान्थे उनलाई समयको कमी र परिवारको आवश्यकता ध्यानमा राख्दै विभिन्न काम गर्नुपर्ने हुन्थ्यो। बिहान विद्यालय जान्थे, दिउँसो बाख्राहरूको स्याहार गर्थे र राति बाबुसँग पसलमा मद्दत गर्थे। तर यससँगै उनी आफ्नो भविष्यको बारेमा पनि सोच्न थाल्थे। उनले कहिले आफ्नो स्थितिमा सामर्थ्य नगरी कुनै ठूलो काम नगर्ने भनेर निर्णय गरे। उनका शब्द थिए, म केवल काम गरेर होइन, केही महान गरेर सफल हुनेछु। त्यस समयमा उनलाई कुनै विशेष सिप थाहा थिएन, न पर्याप्त पैसा नै थियो, तर उनीसँग थियो सिक्नका लागि जाँगर र सङ्घर्ष गर्ने। जब जिन्दगीले ठूलो ठक्कर दियो, 18 वर्ष पुग्दा आदित्यका बुबा गम्भीर बिरामी परे। उपचारको लागि पैसा थिएन र घरको वित्तीय स्थिति झन् खराब हुँदै थियो। त्यसैले उनले शहर जानुपर्ने निर्णय गरे। शहरमा नयाँ अवसरहरूको खोजीमा उनी गएका थिए। तर दुःखको कुरा, शहरमा पनि जागिर पाए। तर आदित्यले हिम्मत हारेनन्। उनले सन्देश पाए कि अब सिक्नु नै पर्ने रहेछ। उनी पुस्तकालयमा जान थाले र विभिन्न स्थानमा जहाँ फ्री वाइफाई थियो त्यहाँ बस्न थाले। युट्युबमा व्यापारिक सिपहरू सिक्न थाले। एक दिन उनी एउटा युट्युबको भिडियो हेरे, अरूको समस्या समाधान गर, तिमी धनी हुनेछौ। यसले उनलाई केही नयाँ सोच्नका लागि प्रेरित गरे। त्यसपछि उनले आफ्नो वरपरका समस्याहरू नोट गर्न थाले। साना साना समस्याहरू जसले अरूको जीवनलाई कठिन बनाएको, उनी त्यसैको समाधान खोज्न थाले। एउटा अनौठो आइडिया। शहरमा बस्दा आदित्य एक दिन ट्याक्सी स्ट्यान्ड नजिकै हिँड्दै थिए। त्यहाँ एक व्यक्तिले रिसाउँदै भन्यो, यो शहरमा राम्रो ड्राइभर भेट्न असम्भव छ। यो वाक्यले उनको जीवन बदलियो। उनलाई त्यस वाक्यले नयाँ विचारको प्रति गरायो। किन राम्रो ड्राइभरसँग यात्रुहरू जोड्ने याप नबनाउने? तर यहाँ एक ठूलो समस्या थियो, उनीसँग पर्याप्त पैसा थिएन र सिप पनि थिएन। उनलाई थाहा थियो कि यदि यसलाई सफल बनाउन सक्छु भने यो परिवर्तन ल्याउन सक्ने आइडिया हुन। उनले पहिलेबाट सिकेका कोडिङ र व्यापारिक सिपहरूलाई प्रयोग गर्न। पैसा बिना व्यापार सुरु गर्ने तरिका पैसै थिएन, तर सोच थिए। आदित्यले पहिले आफूले सिकेका कोडिङका साथीहरूलाई भेटे र उनीहरूसँग सानो काम साटेर गरे। उनका साथीहरूले केही समयका लागि उनलाई सहयोग गरे। उनले ड्राइभरहरूलाई विश्वास दिलाए, तिमीहरूको कमिसन घटाउने याप बनाउने। तर व्यवसाय सुरु गर्दा केवल एक वेबसाइट वा याप बनाएर मात्रै पुग्दैन रहेछ। आदित्यले सोचे, म कसरी यात्रुहरूलाई आकर्षित गर्न? उनले आफैले यात्रुहरूलाई फोन गरेर फ्री बुकिङको प्रस्ताव राखे। उनको यो प्रयास साँच्चीकै प्रभावकारी भएको र यसले उनलाई पहिलो सफल प्रयोगकर्ताहरू दिलायो। जब पहिलो सफलता आयो, 6 महिनामा उनको यापले हजारौं ग्राहक बनायो। यो एक ठूलो सफलता थियो र त्यसपछि ठूला लगानीकर्ताहरूले चासो देखाउन थाले। आदित्यलाई थाहा थियो कि अब अवसरको समय आएको। उनका यापले यात्रु र ड्राइभरहरूका लागि नयाँ समाधान ल्याएको। उनले आफ्नो यापलाई थप प्रयोगकर्तालाई अनुकूल र सुविधाजनक बनाउन समय दिन थाले। 3 वर्ष उनका विचार र योजनाले उनलाई नेपालका प्रमुख अनलाइन ट्याक्स सर्भिसको रूपमा स्थापित गर्यो। आजको दिनमा त्यो सेवा हजारौं ग्राहक र ड्राइभरहरूलाई एकजुट गराउँदै उत्कृष्ट सेवा पुर्याउँदै आइरहेको